आज म हजुरहरूलाई एकदमै फ्लेभरफुल, बास्नेदार, एकदमै स्वादिलो खसीको मासु बनाएर देखाउने छु, जुन कि यति मिठो बनेर तयार हुनेवाला छ नि साथीहरू। हजुरहरूले भिडियो हेर्दा हेर्दै भोक लाग्नेवाला छ। यो यति दामी बनेर तयार हुन्छ। हजुरहरूले पुरै भिडियो पक्कै पनि हेर्नुहोला। ल अब अलिकति पनि ढिला नगरिकन फटाफट आजको एकदमै स्वादिलो मटन करीको रेसिपी सुरु गरौँ। हेलो नमस्ते अस्सलाम वालेकुम फ्रेन्ड्स, वेलकम ब्याक टु नेपाली साइन्स फुड कर्नर। आजको एकदमै स्वादिलो मटन करी बनाउनको लागि 1 किलो जति एकदमै फ्रेस मैले खसीको मासु लिएकी छु। जहिले पनि खसीको मासु किन्दाखेरि अलि बोसो भएको किन्नु होला। यसरी खसीको मासु चाहिँ नि एकदमै स्वादिलो बनेर तयार हुन्छ। सो सुरुमा हामीले ग्यासमा एउटा प्रेसर कुकर बसालेर त्यसमा तोरीको तेल तताउने। स्पेशली खसीको मासु तोरीको तेलमै एकदमै मिठो हुन्छ। यहाँ मैले थोरै होल गरम मसाला लिएकी छु। लाइक एउटा ठुलो कालो इलायची छ, 4-5 वटा जति ल्वाङ, थोरै कालो मरिच, आधी चम्चा जिरा र 4-5 वटा जति दालचिनीको टुक्रा। आफूसँग जे जति होल गरम मसाला छ त्यो पनि राख्दा हुन्छ। यो सँगसँगै चाहिने साथीहरू मैले 2 वटा जति सुकेको रातो खुर्सानी र 2-3 वटा जति तेजपात राखेकी छु। अब एकैछिन हाई फ्लेममा सबै मसलाहरूलाई रातो रातो हुने गरी पकाउने। यहाँ अब मसलाहरू यतिको फुराइसकेपछि मैले यहाँ थोरै चप गरेको लहसुन राख्दैछु। यसरी यो एकदमै फ्लेभरफुल बन्छ। त्यसपछि यहाँ मैले 3 वटा ठुलो साइजको प्याजलाई मसिनो हुने गरी काटेर राख्दैछु। अब फेरि पनि हाई फ्लेममा प्याजमा मिठो गोल्डन ब्राउन कलर आउने गरी फ्राई गर्ने। यहाँ प्याज अब यतिको फ्राई भइसकेपछि जम्मै हामीले यसमा मटनलाई एड गर्ने। मटन राखिसकेपछि हामीले यसमा 2 वटा मिडियम साइजको टमाटरलाई काटेर र 2 वटा हरियो खुर्सानीले यसरी बीचबाट चिरा लगाएर राख्ने। जहिले पनि हरियो खुर्सानी राख्दा यसरी नै बीचबाट काटेर राख्नु होला। यसरी एकदमै फ्लेभरफुल बन्छ। त्यसपछि फेरि पनि माथिबाट एउटा ठुलो काँचो प्याजलाई म काटेर राख्दैछु। त्यसपछि म फेरि पनि यहाँ थोरै काटेको धनियाको पत्ता एड गर्दैछु। यो यति स्वादिलो र यति फ्लेभरफुल यसरी मटन करी बनेर तयार हुन्छ नि साथीहरू। हजुरहरूले फर्स्ट टाइम पनि मटन करी बनाउँदै हुनुहुन्छ भने यति छिट्टो मिठो यो बनेर तयार हुन्छ नि साथीहरू। हजुरहरूले एकचोटि ट्राई गर्नुहोला। अब सबैले राम्ररी मिक्स गरेर हाई फ्लेम गरेर छोपेर कमसेकम 5 मिनट जतिको लागि मजाले पाक्न दिने। मटन फ्राई हुँदैछ तबसम्म हामीले मटनको लागि एकदमै छिट्टो र मिठो स्वादिलो मसला बनाएर तयार पार्ने। जसका लागि मैले यहाँ 10-12 वटा जति बोक्रा फालेको लहसुन, थोरै अदुवाको टुक्रा, 1 चम्चा जिरा, आधी चम्चा जति कालो मरिच र थोरै पानी राख्ने र एकदमै मसिनो हुने गरी पिसेर तयार पार्ने। यहाँ मटनको लागि सकेसम्म जहिले पनि यसरी नै फ्रेस मसला पिसेर राख्नुहुन्छ भने मटन करी एकदमै मिठो बन्छ। यतिको काम गरिसकेपछि फटाफट हामीले एउटा अर्को काम पनि गर्ने, जसले हाम्रो मटन करी एकदमै बास्नेदार फ्लेभरफुल बन्छ। जसका लागि एउटा खलमा एउटा हरियो इलायची, 2 वटा जति जावित्रीको टुक्रा र थोरै दालचिनीको टुक्रालाई यसरी क्रस गरेर साइडमा राख्ने। यो माथिबाट एड गर्नुहुन्छ भने नि साथीहरू मटन करी चाहिँ नि स्वादिलो हुनका साथ यति बास्नेदार बनेर तयार हुन्छ नि कि हजुरहरूले बास्ना नै यति मिठो हुन्छ कि हजुरहरूले मटन करीसँग कति भात खाइसक्नु भयो थाहा नै हुँदैन। यता अर्कोतिर साथीहरू मटनलाई छोपेर फ्राई गर्दाखेरि मलाई 5-6 मिनट जति भइसकेको छ। अब हामीले यति बेला मसलाहरू एड गर्ने। मसलामा यहाँ म 1 चम्चा जति धनिया पाउडर, आधी चम्चा जति बेसार, आधी चम्चा जति रातो धुलो खुर्सानी, 1 चम्चा जति मिट मसला, त्यसै गरी स्वाद अनुसार नुन र अघि हामीले तयार पारेको चाहिने मसलाको जुन पेस्ट थियो त्यो राख्ने। त्यसपछि खलमा क्रस गरेको जम्मै मसलाको पाउडर राख्ने। यहाँ मिक्सरको जारमा थोरै मसला बाँकी थियो, त्यसमा म थोरै पानी राखेर मटनमा राख्दैछु। अब यतिको मसलाहरू मटनमा राखिसकेपछि सबैलाई राम्ररी मिक्स गर्ने। अब प्रेसर कुकरको बिर्को लगाएर मिडियम फ्लेममा साथीहरू 3 देखि 4 सिटी जति लगाउने। 3 सिटी लगाइसकेपछि प्रेसर कुकर सेलाइसकेको छ। अब म फेरि पनि यहाँ बिर्को खोलेर ग्यासको फ्लेमलाई अन गर्दैछु। म हजुरहरूले यहाँ देखाउँदैछु। सुरुमा यसरी सिटी लगाइसकेपछि जम्मै मासु कति छिटो यहाँ गलिहाल्छ। साथै राखेको मसलाहरू जुन थियो त्यो पनि कति मजाले यहाँ पाकिसकेको छ। हजुरहरूले हेरिराख्नु भयो होला। अब हामीले के गर्ने भने लो टु मिडियम फ्लेममा बीचबीचमा थोरै थोरै पानी थप्दै एकदमै राम्ररी हामीले यसलाई फ्राई गर्नुपर्ने हुन्छ। कमसेकम हामीले यसलाई 10 मिनट जति मजाले छोप्दै खोल्दै फ्राई गर्ने।
साथीहरू, यदि हजुरहरूले आजको यो रेसिपी राम्रो लाग्दैछ भने प्लिज भिडियोलाई एउटा लाइक गरेर च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नुहोला। यहाँ अब साथीहरू मटनलाई लो टु मिडियम फ्लेममा छोप्दै खोल्दै फ्राई गर्दै गरेको मलाई लगभग 10 मिनट जति भइसकेको छ। अब हजुरहरूले हेरिराख्नुभयो होला कति मिठो कलर आइसकेको छ मटनमा। अब हामीले ग्यासको फ्लेमलाई हाई गरेर 1 देखि 2 मिनटको लागि अझ एकदमै मजाले सुक्खा सुक्खा हुने गरी फ्राई गर्ने। यसरी मटनलाई जति बेरसम्म भुट्नुहुन्छ यसको झोल चाहिने उतिकै स्वादिलो बनेर तयार हुन्छ। सो साथीहरू, यहाँ अब मटनलाई भुट्दै गरेको 1-1.5 मिनट जति अझ भइसक्यो। अब ग्रेभी को लागि 1 सानो गिलास जति तताएको पानी राख्दैछु। अब सबैलाई राम्ररी मिक्स गर्ने अनि माथिबाट थोरै काटेको धनियाको पत्ता राख्ने। धनियाको पत्ता राखेर राम्ररी मिक्स गर्ने र फेरि पनि बिर्को लगाएर साथीहरू लो टु मिडियम फ्लेममा कमसेकम 3 सिटी जति लगाउने। सो फाइनली साथीहरू, हजुरहरूले हेरिराख्नुभयो होला कुकर सेलाइसकेको थियो। अब म बिर्को खोलेर हजुरहरूलाई देखाउँदैछु। हेर्दै खाउ खाउ लाग्ने यहाँ हाम्रो एकदमै स्वादिलो एकदमै बास्नेदार चाहिने मटन करी बनेर तयार भइसकेको छ। हजुरहरूले हेर्नुभयो यो कति छिटो मिठो बनेर पनि तयार भयो। सो साथीहरू, यदि हजुरहरूले आजको यो रेसिपी राम्रो लागेछ भने प्लिज भिडियोलाई एउटा लाइक गरेर च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नुहोला। अब म हजुरहरूसँग एउटा नयाँ रेसिपीको साथ फेरि पनि भेट्ने नै छु। टिल देन टेक केयर, बाई।